नमस्कार, म लक्ष्मीप्रसाद धिताल। मेरो वास्तविक ठाउँ भन्नुपर्दाखेरि बिरुवा 2 फुलबर्दिया हो। म अहिले हाल दुबईमा कार्यरत छु। म पनि हेर्नु वैदेशिक रोजगारीको कार्यक्रममा आएको थिएँ। अब के भनौँ, म तपाईँहरूलाई भन्ने मेरो कुनै बाटो नै छैन। हाम्रो नेपालको सम्पूर्ण दाजुभाइहरू कस्तो राम्रो पैसा कमाउने र सोच्दै एउटा आफ्नो बाध्यताले अब विदेश आउने गरेका छौँ। वास्तवमा तपाईँहरू आउनुहुन्छ भने कुनै सिप छ भने सिप सिकेर या आफ्नो क्वालिफिकेसन छ भने राम्रो कम्पनी हेरेर आफै पनि तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। र हामीहरू अब मैले तपाईँलाई कसरी भनौँ, हामीहरू आइसकेपछि नबुझेर आएको हो कि बुझेरै आएको हो। मलाई त लाग्छ बुझेर पनि आफै नबुझेको जस्तो भयो। किन भन्दाखेरि हामी प्रोफाइल भन्ने कम्पनीमा आएको हो। अब यो प्रोफाइल भन्ने कम्पनीमा आउँदा एउटा एग्रिमेन्ट गरेर आउँदा चाहिँ अर्को एग्रिमेन्ट भइरहेछ। त्यही हिसाबले प्रोफाइल भन्ने कम्पनीमा मान्छे प्रेसर भएर तनाव भएर अब कति लाखौँ रुपियाँ ऋण निकालेर आफ्नो सपना बोकेर आएको हुन्छ। त्यो सपना पनि यहाँ आइसकेपछि ठ्याक्कै उल्टो हुन्छ। त्यही भएर तपाईँहरू कसरी हुन्छ, जहाँसम्म सक्नुहुन्छ आउनुहोस्। यदि आउनै पर्छ भने राम्रोसँग बुझेर आउनुहोला। किनभने यहाँ हामी म जस्तो धेरै साथीहरू छौँ। 100औं जना होइन, हजारौँ भन्दा पनि लाखौँजना छौँ। यो प्रोफाइल कम्पनीमै तपाईँको 50,000 भन्दा माथि नै छौँ। अब के भन्नु, कुनै भन्ने बाटो नै छैन। त्यही भएर जुनसुकै म्यान पावरबाट तपाईँ आउनुहुन्छ भने कम्पनी के हो, कस्तो छ, कस्तो स्यालेरीहरू छ, कस्तो सेवा सुविधाहरू छन्, त्यो सबै राम्रोसँग बुझेर आउनुहोला। तर यो प्रोफाइल भन्ने कम्पनीमा चाहिँ तपाईँ भुलेर पनि नआउनुहोला। यहाँ आइसकेपछि आफ्नो भविष्य त बिगार्नुहुन्छ। अरूको भविष्य पनि तपाईँ आफ्नो सन्तानहरूको भविष्य पनि आफ्नै खाडलमा हाल्नुहुन्छ। हामीले हाले जस्तै तपाईँहरूको नहोस्, यति चाहना हो। तपाईँहरू राम्रोसँग बुझेर आउनुहोला। धन्यवाद।